नेपालमा बाँदरको आतंक एउटा एकदमै चर्चाको विषय र अनुसन्धान गर्नै पर्ने विषय बनेको छ र यस विषयमा सांसदहरूले पनि सांसद भवनमा आवाज उठाइ नै रहेका छन्। बाँदर आतंकको कुरा यहाँ सबै सांसदजीहरूले उठाउनु भएको छ। यो कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि यो चाहिँ उठाएको हो र यसको लागि प्रयास गरेको पनि हो। बाँदरबाट आतंकबाट चाहिँ कम गर्ने भन्ने कुरा गर्नको लागि अनुसन्धान गर्नै पर्छ। यहाँ संसदमा कराएर केही हुनेवाला छैन। यहाँ धेरै सांसदजीहरू कराएको चाहिँ देखियो। बाँदरलाई कसरी बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। त्यसैले यसको एउटै उपाय भनेको के हो भन्दाखेरि यसको लागि 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ। बाँदर आतंक कसरी कम गर्ने भनेर अनुसन्धान गरेर उपायहरू पत्ता लगाउनको लागि त्यो चाहिँ टिम गठन गर्दैछ र त्यो चाहिँ होला, तर संसदमा कराएर मात्रै त्यो बाँदर आतंक चाहिँ हट्ने होला छैन। किनभने बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो। यसलाई चाहिँ अहिलेसम्म कोही पनि वैज्ञानिकले यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले यसको एउटा उपाय निकाल्न सकेको छैन। एउटा उपायले हुन पनि हुँदैन र सरकारले पनि बाँदर आतंकबारे अनुसन्धान हुँदै गरेको जानकारी पनि दिँदैछन्। यो बाँदर सम्बन्धी चाहिँ एकदमै धेरै कुरा उठेकोले मैले अलिकति सरकारले गर्न खोजिरहेको प्रयासको बारेमा चाहिँ हजुरहरूले अलिकति जानकारी दिन खोजेँ। यसैबीच अरू देशहरूले यो समस्यालाई कसरी समाधान गर्दैछन् त लौ हेरौँ। छिमेकी देश भारतले ठुलो स्तरमा वन्ध्याकरण अभियान चलाएको छ र करिब 1,60,000 भन्दा बढी बाँदरको वन्ध्याकरण गरिसकेको छ र किसानहरूलाई बाँदरले नखाने खेती जस्तै कि अदुवा, बेसार, कागतीतर्फ आकर्षित गरेको छ र थाइल्यान्डमा पनि बाँदरलाई समातेर स्थानान्तरण रिलोकेसन गर्ने र टापुहरूमा छुट्टै मङ्की इन्क्लोजर बनाइएको छ। त्यसैगरी दक्षिण अफ्रिकामा सोलर इलेक्ट्रिक फेन्सिङ र विशेष प्रकारका साउन्ड गनको प्रयोग गरिरहेको छ र त्यसैगरी जापानमा पनि जीपीएसको प्रयोग गरेर बाँदरको समूहलाई पछ्याउने र मङ्की गार्ड विशेष तालिम प्राप्त कुकुरहरू परिचालन र त्यसैगरी श्रीलङ्कामा पनि इको फ्रेन्डली बार र बाँदरले मन नपराउने गन्ध जस्तै कि खुर्सानीको धुलो, प्याजको गन्धहरू जस्तै आउने रसायनको प्रयोग गरिरहेको छ। आशा गरौँ हाम्रो देश नेपालमा पनि गुणस्तरीय र प्रभावकारी विधिको चाँडै नै प्रयोग हुने नै छ।